नमस्कार, जय गोर्खा सम्पूर्ण मेरो गोर्खे सन्तानलाई। तपाईँहरू फेरि छक्कै पर्नु हुँदै होला, यो तरबुजा लिएर चाहिँ आज के गर्नु आँट्यो जोजोले भनेर। यो तरबुजा खाएर चाहिँ एउटै परिवारको 4 जना मान्छेको मृत्यु भएको छ। उहाँहरूको फोटो यहाँ छ। उहाँहरूले चाहिँ घरदेखि बाहिर गएर चाहिँ बिरयानी खाएर आएको थियो रहेछ। अन्त बिरयानी खाएर आएपछि चाहिँ उनीहरूले घरमा आएर चाहिँ तरबुजा काटेर खाएछ। अन्त 2-3 बजीतिर राति चाहिँ सबैजनालाई भमिटिङ हुनु थालेछ। अन्त उनीहरू सबैजना हस्पिटल पुग्यो। हस्पिटलमा गएर ट्रिटमेन्ट गर्दाखेरि फुड पोइजन त भएको रहेछ, तर 4 जनाको मृत्यु भयो। एउटै घरको 4 जना व्यक्तिको चाहिँ मृत्यु भएको। यो तरबुजा केमिकलले पनि पकाउँछ। अन्त हामीले यो तरबुजा जब घरमा लिएर आउँछु नि, यसलाई खानुभन्दा पहिला चाहिँ एउटा गिलासमा तपाईँहरूले पानी लिनुहोस्। अन्त भित्रको जुन चाहिँ हामीले रातो खान्छ नि, त्यसलाई चाहिँ त्यो पानीमा हालिदिनुहोस्। त्यो पानीको कलर चेन्ज भयो भने चाहिँ यो चाहिँ केमिकलले पाकेको हो नि। यो त घामले पाकेको, नेचुरल पाकेको त कलर जान्दैन नि त। त्यो पानीमा डुबाएर राख्यो भने पनि कलर जान्दैन। अन्त यसको भित्र जुन चाहिँ सानो दाना हुन्छ नि, त्यो दाना पनि केमिकलले पाकेको हो भने पहेँलो हुन्छ। अन्त यो नेचुरल पाकेको चाहिँ कालो हुन्छ। घामले जुन चाहिँ पाकेको हुन्छ नि, भित्रको दाना पनि कालो हुन्छ। अन्त यो तरबुजा केमिकलले प्राय जस्तो पकाएको हुन्छ है। अन्त यो खानुभन्दा अगाडि चाहिँ तपाईँले जब घरमा लिएर जानुहुन्छ नि, यसलाई काटेर चाहिँ पानीमा हालेर चेक गर्नुहोस्। यसको दाना चेक गर्नुहोस्, पहेँलो छ कि कालो छ। अन्त यो चाहिँ नेचुरल घामले पाकेको चाहिँ कसरी चाल पाउँछ भने यस्तो दाग हुन्छ, पहेँलो। यो चाहिँ घामले पाकेको र पनि यसलाई म खानुभन्दा अगाडि चाहिँ चेक गर्छु। यो रङ गरेको पनि हुनसक्छ नि। अब म तपाईँहरूकै छेउमा यसलाई चेक गर्छु। यो रङ गरेको हो भन्दा माथि माथि हुन्छ, मुनि त हरियै हुन्छ होइन। यसको भित्रसम्म चेक गर्छु म। रङ गरेको त होइन रहेछ। यी खोर्सिँदा पनि होइन, रङ गरेको होइन, यो नेचुरल पाकेकै हो।